नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले कथा चिनो लिएर आएको छु। सँगसँगै अर्को कथा पनि रहेको छ। चिनो कथालाई यसै च्यानलका दर्शक श्रोताज्यू भावना क्षितिजज्यूले लेख्नु भएको हो। उहाँले मलाई मेल मार्फत कथा पठाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। कथा चिनो। यो झरी रोक्ला र म जाउँला भन्ने आशामा ती युवक व्याकुल भई झरी रोक्ने समय पर्खिरहेको थिए। तर झरी रोकिने कुनै ठेगान थिएन। झनझन गर्जेर बादलहरू जलसागर बटुल्दै छिटो छिटो गतिमा दौडिरहेका थिए र ती युवकको व्याकुलता पनि बादलको गतिसँगै दौडिएको थियो। उनको व्याकुलता म झ्यालबाट हेर्दै थिएँ। नयनहरू सके यता नाच्दै थिए, सके उता। नयनलाई एक ठाउँमा थाम्न सकेका थिएन। उनले त्यो देहलाई त्यहाँ राखे पनि उनको मन भने त्यहाँ थिएन। गन्तव्यतिर जाँदैछ जस्तो लाग्थ्यो उनको चञ्चलता देखेर। मुख नै छोप्ने गरी अनुहारभरि दारी भए तापनि 34-35 वर्षीय ती युवकलाई ती दारी निकै सुहाएको थियो। अविरसरी रहेको त्यो झरीबाट बस्न ती युवक मेरो घरको छतमुनि ओत लिँदै बसेका थिए। तर छतको किनारबाट झरिरहेका जलका थोपाले तिनलाई निकै भिजाइसकेको थियो र बढ्दै गइरहेको चिसोले ऊ काँपिरहेको थियो र केही बेरसम्म गन्तव्यको पर्खाइमा चलबलाइरहेका नयन सायद यति बेला कतै न्यानो खोजिरहेका चलबलाइरहेका थिए। ती युवकको बाध्यता देखेर मनमा नरमाइलो त लागेको थियो, तर केही सहयोग गर्न मैले आफूलाई असमर्थ पाएँ। मेरो भावुक मनले त ती युवकलाई भित्रै बोलाउँ भन्दै थियो, तर फेरि शङ्कालु मनले बाटो छेकिदियो। घरमा आफू एक्लै आइमाई, त्यसमा विश्राम गर्न अंशमाली डाँडामा बिलाइसकेकी थिएन र अविरल झरेको त्यो झरीले उसै पनि डर लागिरहेको थियो। मेरो शङ्कालु मनले उनलाई भित्र बोलाउन दिएन। केही बेरसम्म म त्यही दोसाँतमा थिएँ। न मैले उनीप्रति व्यवस्था गर्न सकेकी थिएँ, न त मैले तिनलाई भित्रै बोलाउन सकेकी थिएँ। भावुक मेरो कोमल मनले उनलाई बोलाउँदै थियो, तर शङ्कालु मेरो मनले बाटो छेक्दै थियो। जे होस्, अन्त्यमा मेरो भावुक मनले नै विजय पायो र ती युवकलाई भित्रै बोलाए। सुन्नुस् त, मेरो यो आवाजले उनको चेहरामा केही चमक आयो र आशा लिएर उनले माथितिर हेरे। भित्रै आए हुन्छ। केही छिनसम्म उनले कुनै प्रतिक्रिया जनाएनन्। सायद मेरो आवाज नसुनेर हो कि बाहिरको चिसोले कठाङ्ग्रिएर हातगोडा काँपिरहेका थिए र चिसोबाट बच्ने आशा बोकी ती युवक भित्रैतिर आए। ती युवकका सारा कपडा पानीले भिजिसकेका थिए। उनी बरण्डाको एक छेउमै उभिएर बसे। म माथिल्लो तलामै थिएँ। मैले त्यहीँबाट एउटा कोठा देखाउँदै त्यो कोठाभित्र प्रवेश गर्न भने। होइन, ठिकै छ, एउटा मसिनो झिनो स्वरमा जवाफ दियो। सायद उनलाई त्यही नै ठूलो उपकार लागेको होला, त्यसैले आफू त्यहाँ ठिकै भएको कुरा जनाए। तर म पनि त अन्धी थिएन जो ठिक बेठिक छुट्याउन सक्दिनथे। यो झरी त आज रातभर पर्छ क्यार, तर तपाईँ नआते हुन्छ। यसलाई आफ्नै घर ठाने हुन्छ। तपाईँ त्यो कोठामा बस्दै गर्नुहोस्, म केही कपडा लिएर आउँछु। माथिबाटै मैले तिनलाई अतिथि कोठा देखाएँ र केही कपडा लिन भनी म भित्रतिर लागे। एक हातमा मैनबत्ती अनि एक हातमा केही कपडा लिएर केही छिन पछि म तल ओर्लिएँ। तपाईंका कपडा पानीले निकै भिजिए जस्तो छ। यी मेरा श्रीमानका केही कपडा छन्। तपाईँ यी कपडा फेर्दै गर्नुहोस्, म खाना लिएर आउँछु। र कपडा दिएर मैले फेरि बिदा मागे। माथिबाट खाना ल्याउन्जेल ती युवकले लुगा फेरिसकेका थिए। यो घर आफ्नै सम्झी बसे हुन्छ। यो रात्रि यतै बिताउनुहोस्, भोलि सबैले जानुहोला। मैले खाना दिएर उनीबाट त्यो दिनको अन्तिम बिदा मागे र म माथितिर लागे। राति उनका बारेमा यो मनले विभिन्न कुरा सोच्न थाल्यो। को होला, कहाँको होला। उनको बारेमा सोच्दा सोच्दै कतिखेर निन्द्रा लाग्यो पत्तै चलेन। जब बिहान पख निन्द्रा खोल्यो अनि पुनः ती युवकको सम्झना आयो र ती युवकलाई भेट्न म तलतिर लागे। जब म कोठामा पुगे तब त्यहाँ कोही थिएन। ती युवक उषामा सिज झैं बिलाइसकेका थिए। त्यही उभिएर ती युवकको बारेमा सोच्दै थिए। अचानक मेरो नजर एउटा उनी स्वेटर अनि मखमली गलबन्दीमा पर्यो र यसले 10-15 साल पुराना अतीतका याद फेरि पल्टायो। त्यो स्वेटर अनि गलबन्दी कतै देखे जस्तो लाग्न थाल्यो। छेउमै गएर त्यो उनी स्वेटर के समातेकी थिए। त्यो स्वेटरको देब्रे पाटोमा बनाएको सुन्दर कमलको फूल देखे र त्यसलाई मैले गहिरिएर हेरे र मलाई केही अतीतको सम्झना आयो। त्यो कमलको फूल, त्यो उनीको स्वेटर र अनि त्यो मखमली गलबन्दी। मेरो मनले भन्न थाल्यो, कतै त्यो युवक आकाश त थिएन। र फेरि मैले एकैछिन त्यो गलबन्दी हेरे जसको दुवै छेउमा त्यही चिनो थियो। एक छेउमा आकाश अनि अर्को छेउमा भावना लेखिएको, जुन मैले हाम्रो मायाको चिनो आकाशलाई दिएकी थिएँ। मलाई पक्का यकिन भइसक्यो त्यो युवक आकाश नै थियो।
उसलाई पाउँछु भनी हत्तपत्त संघारसम्म आएर उसलाई खोजे, तर त्यहाँबाट ऊ गइसकेको थियो। यति बेला मलाई अफसोस लाग्न थाल्यो। मैले आकाशलाई चिन्न सकिन। आकाश, हिजोसम्म आँखा चिम्ली चिन्ने छायालाई आज आँखा खोली चिन्न सकिन। मलाई यसै कुराले समात्यो र त्यो मखमली गलबन्दी अनि त्यो उनीको स्वेटर समातेर म अतीतका यादहरूमा बग्न थाले। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो कथा चिनो। कथाकार भावना क्षितिज। रचनाकाल 2065 असाढ 5 गते। लागौं अर्को कथातर्फ। कथाको शीर्षक रहेको छ सोच। कथाकार विमल सिटौला। साभार साहित्यपोस्ट.com। फूलको पत्रबाट निस्किएर आफ्नै अस्तित्वको खोजी गर्दा कसैलाई ठेस लाग्छ भने त्यो शेष कान्तलाई थियो। समयको रेखामा जीवन उक्लिँदै गएपछि उसको मनमा यस्तो विचार आउन थालेको थियो, जीवन भनेको संघर्षपूर्ण हुनुपर्दछ। त्यसका लागि पुरुषले एक न एक दिन घर त छाड्नै पर्छ। तर यो विचार सबैका लागि अनुकरणीय भए पनि उसैका लागि हुन सकिरहेको थिएन। ठुल दाइले 1 दशक अघि नै घर छाड्यो। विवाह पश्चात माल दाइले पनि छाड्यो। तर कान्छाको पालामा तगारो जस्तो लाग्यो। दाजुभाइ दिदीबहिनी तथा इष्टमित्रले भन्न थाले, कान्छाले आमा बुबा पाल्छ, अब कर्मशील दुलही भित्राउँछ अनि साक्षात भगवानलाई सेवा गरेर बस्छ। कहाँ जाओस् र बरा, खुजीले बुढाबुढीलाई छाडेर। यो कुरा त मनासिब नै थियो। बुढ्यौली लागेर शक्तिहीन भएका पिता मातालाई अकेलै घरमा छाडेर महिनौं वर्षौं फुत्त कतै हिँड्न कुन दर्द सन्तानको मनले सजिलै मान्न सक्ला र। यद्यपि उसले बुबा आमालाई पाल्नुपर्ने जिम्मा लिएर बसेको भने थिएन, तर जिम्मेवारी आँखै अगाडि आइपरेकाले उसले काँध हाल्नुपर्छ भन्ने चेतले अडिग भएको थियो। ऊ त घरको कान्छो छोरो। दाजुभाइहरूले जस्तो घर छाडेर फुत्त निस्कन पाएन, किनकि घर रित्तो हुन्थ्यो। समयको रेखामा शक्तिले भरिएका आफ्ना बाबुआमा पनि सुस्तरी शक्तिहीन हुँदै गए, रोगी बन्न पुगे। अन्ततः उसको काँधमा पारिवारिक जिम्मेवारी हठात सबै आइलागे। यति हुँदाहुँदै पनि कुनै व्यवस्था मिले शेष कान्त घर छाड्न त चाहन्थ्यो नै। यस कारण पनि कि ऊ गाउँघरका आफ्ना साथीभाइ जस्तै बाहिर कतै गएर कमाउन चाहन्थ्यो। साँच्चै भन्ने हो भने ऊ त आजै अहिले चाहन्थ्यो घर बाहिर निस्कन। यसबारे उभित्र विचारको उहापोह महिनौदेखि खैचाखैची गरिरहेका थिए। उसले पनि एउटा कलिलो सपना पालेको थियो, जुन घर बाहिर निस्केर पूर्ण गर्न चाहन्थ्यो। एक दिनको कुरा हो। वर्षौं घरमै थिचिरहनु परेको पीडाले रन्थनिएर 81 विस्फोट हुँदै उसले आफ्ना पिता उपर पुगेर अविरल सोध्यो, सक्नुहुन्छ त बुबा घर व्यवस्था मिलाउन? म कमाउन जान्छु बाहिरतिर, घर खर्च पठाउँछु। दाजुहरूको सबै इन्तजाम भइसक्यो, मेरो मात्रै भएन। यहाँ नमुनेलाई भिजा पठाइदिए भन्छु, तपाईले जा भन्नुहुन्छ भने। बाले हाँसेरै उत्तर फर्काउनु भयो, तेरो भविष्य भन्छ भने जान, म किन रोक्नु र? उता आमालाई पनि सोधिहेर एकफेर के भन्छे। उसले आफ्नी आमातिर फर्केर पनि अनुमति माग्ने प्रयास गर्यो। आमा, अब त म कमाउन बाहिर निस्कन पर्ने भयो, बिहे गर्न पनि पैसा जोह गर्नुपर्ने भयो। गाउँ समाज वा छरछिमेकले के भन्छन् भनेर बस्दा उनी पनि फुल्ने भयो। आमा, साथीभाइहरू सबै कमाउने भइसके, के भन्नुहुन्छ, म जाँदा हुन्छ त? आमा एकछिन क्षितिजतिर विचरण गर्दै खोरिनुभयो र सुस्तरी भन्नुभयो, नमुने पनि घरको हाल सम्झेरै पढाइ बिगारेर गई बरा, तैँले पनि क्याम्पस धाइनस्, घरमै बसेर सुकुनामा पढाइ पूरा गरेको भए हुन्थ्यो नि। आमा यति भनेर भित्र पस्नुभयो। शेष कान्तले आमाको मनसाय बुझिहाल्यो। त्यो ताका यसरी नै उसको यात्रामा ठेस लाग्न पुगेको थियो। विवाह होला, त्यसका लागि केही खर्च वर्ष त जोहो गर्नै पर्ला। अर्काकी छोरीलाई ल्याउने बित्तिकै गरिबीको खाडलमा डुबाइहाल्नु त भएन नि। फेरि बुबा आमा बुढाबुढी, कतिखेर के हुन्छ, कसले लह काट्न सक्छ, ऊ सोच्थ्यो घरिघरि। डाँडा माथिका घाम भइसकेका आमा बुबा भने सोझा थिए। त्यो 40 वर्षको गाउँले जीवनमा उनीहरूले आजसम्म छरछिमेक र गाउँघरमा कुनै गल्फती वा कैफती गरेनन्। 40 ताका भोजपुरबाट मोरङको रमाइलो झरेका उनीहरू आधा बिघा जमिन जोडेरै त्यसैमा खोस्रिँदै 5-10 सन्तानलाई हुर्काउन सफल भए। गाउँघरमा लगभग सबै परिवारले थप खेतबारी जोड्दा पनि उनीहरूको जति थियो सुरुताका त्यो भन्दा ज्यादा थप्न पनि सकेनन्। उन्नतिको नाममा बरु पुरानो घर भत्किए अनि नयाँ घर बनाए। अब त त्यो घर पनि पुरानो भइसकेको थियो। टालटुल वा मर्मत सम्हार गर्नलाई घरले टुलुटुलु हेरिरहेको थियो। यद्यपि शेष कान्तले घरलाई पनि समय दिइरहेको थियो। बर्खा लाग्छ, खेतबारीमा धान रोप्यो, थोरै धेरै बाली भित्रायो, हिउँद लाग्छ, मकै गहुँ तोरी छरछार गर्यो, फले भण्डारण गर्यो, नफले गाईबस्तुलाई घाँस बनायो। यही थियो चलन उसका बुबाआमा आफूले सिकेको। खेती किसानीमा कुनै नयाँ सोच थिएन, न नवीन सृजना फोलीका लागि नै थियो।
यस्तो लाग्थ्यो अविनारायण खुजेलीले कान्छो छोरो शेषकान्तलाई यति नै ज्ञान दिन सकेको थियो वरा। तर पनि खै किन हो शेषकान्तले पनि खेती किसानीमा दिलो ज्यान दिएर मन गरेको भने थिएन। त्यसो त ठूलो परिवार थियो पहिले, जम्मा 8 जनाको परिवार हुँदा त उनीहरूले गाउँका अन्य खेतीबारी पनि अधिया गरेर कमाई खान्थे। मनकै अन्नबाली भण्डारण गर्न सके त्यो ताका कमी थिएन केही, तर परिवारमा त्यो मिलन र खुसी सधैँ एक नासेको नहुने रहेछ। उमेर भएपछि जेठोले आफै पश्चिमबाट ठकुरी वंशकी दुलही भित्रायो। पछि बुहारीको रहरले गर्दा उसको पश्चिम महेन्द्रनगरतिर घरवास भयो। माइलो तल्ला गाउँबाट अन्तर्जातीय विवाह गर्यो र केही महिनामै राजधानी उक्लियो। एउटी छोरी सुनसरी हाँस पोसातिर पुगी भने अर्की छोरीले घरको हाल मनन गरेर आफै बुझेर हिँडे। फलस्वरूप सबिना परदेशमा थिए। एउटा बृहत परिवार यसरी नै चौतर्फी छरिएको थियो। कुनै घर बसेको थियो र त्यहाँ शेषकान्त गाउँघरमा हेर्छ, बुढाबुढी र केटाकेटी मात्र देख्छ। कहिलेकाहीँ बडो नरमाइलो लाग्छ जब आफ्ना हितैषी साथीहरू कोही जागिरे भनेर खुसी हुँदै उल्लासका साथ गाउँघर फर्किन्छन्। कोही परदेशबाट धन कमाएर आउँछन्, कोही राजधानीबाट जीवनको मेलो बनाएर आउँछन्, कोही सिप सिकेर सिपालु भएर आउँछन्। सँगैका साथीहरूले गाडी घोडा किनेर चलाएर हिँड्दा उसको मनमा रहरले ढ्याङ्ग्रो ठोक्छ र त्यसै उकुसमुकुस हुन्छ उसलाई। एक दिन त म पनि कसो उभित्र यस्तै विचारका उहापोहले बढ्दो गतिमा पौठीजोरी गर्छन्। तसर्थ यसपाला एक अठोटमा थियो ऊ। यस विषयमा दाजुहरूसँग छलफल गर्छु। चाडबाड आएपछि शेषकान्तलाई झन गाह्रो हुन थाल्छ। थपिन्छ आर्थिक र मनोवैज्ञानिक सङ्कट। दाजुभाइ दिदीबहिनी इष्टमित्र तथा कुल कुटुम्ब र छरछिमेकहरूले भन्ने एउटै वाक्य हो, कान्छो अब त विवाह गर्न अबेला भइसक्यो। बाबुआमाका लागि भए पनि एउटी दुलही भित्र नभन्दै दशैं आयो। अष्टमीको दिन जेठो लक्ष्मीकान्तको परिवार आइपुगे। आमा बुबाले छोरा बुहारी र नाति नातिना देख्न पाउँदा मुहार भरिलो देखियो। बुढा बुबाले सोध्नुभयो, खै त माइलो उमेशकान्त? बुबालाई लाग्दो रहेछ उनीहरू सबै एकै ठाउँमा बसेका छन्। अंकल त काठमाडौँ होइसिन्छ नि। नातिले उत्तर फर्कायो, आजै आइपुग्छ होला मालदाई बुबा। शेषकान्तले बुबाको कानमा मुख छोडेर जोडले बोल्यो। तलतिरै आमा बस्नुहुन्थ्यो। सुत्ने चोठो तलै थियो। घाँस दाउरा र घर धन्दा गर्न छाडेको 6-7 महिना भएको थियो। आँखा कम देख्नुहुन्थ्यो। अनुहार मुजा मुजा परेर एकै ठाउँमा सोहोरिएको थियो। ठूलो अनुहार ज्यान सुक्दै गएपछि खुचुक्क परेको देखिन्थ्यो शरीर पनि। पहिले जस्तो उनको जोश जाँगर र रौनक कायम थिएन। मात्र 2 वर्ष पहिले छोरा बुहारी आउँदा उनको रौनक नै अर्कै थियो। ठाउँ ठाउँमा हुन्थे सरसामान, तिउन ताउन, घिउ, दूध, दही तथा अन्य मालताल। तर यसपालि न दशैं आएको पत्तो छ न छोरा बुहारी आएको। निश्चय नै आमा एउटै लयमा हराउनुहुन्थ्यो। सायद आउँथे होला मनमा विभिन्न तर्कना, सम्झना आदि आदि र आवाज रहित ओठ हल्लाउनुहुन्थ्यो एक सुरमा, अनि सायद हराउनुहुन्थ्यो होला कता कता। शेषकान्तलाई यसै अनौठो लागिरहेको थियो। ठुल्दाईसँग आएदेखि दोहोरो कुरा भएको थिएन। पहिले उसलाई निकै माया दर्शाउँथ्यो दाजुले। भन्थ्यो, राम्रो पढ भाइ, तँलाई जति पनि पढाउँछु म। हामीले पढ्न नसके पनि तेरो सपना पूरा गराएरै छाड्छु। तर ठुल्दाई यसपालि भाइ भनेर नजिक आउँदा कान्छाको मनमा ठूलो पहिरो खसेको थियो। शेषकान्तले यो पनि अनुभव गरिरहेको थियो कि विवाह पश्चात जेठो दाजु मबाट अलिअलि गर्दै टाढिरहेको छ। खै किन हो? माइलो उमेशकान्त पनि साँझमा ललाटमा पसिना पुस्दै टुप्लुक्क आइपुग्यो। उसका परिवार तलतिर माइतैतिरै गएको जानकारी गरायो। बुबाआमासँग छोटो भेट गर्यो माइलाले र भन्यो, म एकछिनमा आउँछु। म गएँ अहिले तलतिरै। चाडबाड अवधिभर खाना भाउजूले ठस गर्दै भए पनि पकाइन्। भाउजूले रिसाउँदै थपिन्, भनेकै त हो नि बुहारी भित्राम भनेर। अहिले बुहारी भएको भए मैले भान्सा पस्नै पर्दैन थियो। शेषकान्त सुनिरहन्छ भाउजूका कुरा। अनि आमा यतै आइसिन्छ कि उतै खाना पुर्याइसिन्छ बाबु? एकछिनपछि पुनः सोचिन्, यतै आएर खपाखप खाइदिए कति निको हुन्थ्यो। खाली दुःख दिन जाने छ यो उमेरमा पनि। शेषकान्त भाउजूको मुखमा पुलुक्क हेर्छ र थाल र पानी बोकेर आमालाई पुर्याउँछ। यो 1 ग्लास दूध खाऊ बाबु, यो पानी नथपेको शुद्ध दूध हो क्या? छोरालाई ढिपी कस्छन् हुने। खाना खाइसकेर माइलो आइपुग्छ र तिनैजना दाजुभाइ तल दलिनमा जोडिन्छन्। आमा बाबु छेउैमा छन्। माइलोले नै कुराको पोयो खोल्यो, तँलाई बिहे गर्ने पैसा छैन भने हामी हालिदिउँला नि त कान्छा। बिहे चाहिँ गरिहाल्नु पर्ने भयो। बुहारी भएपछि तँलाई पनि यति धेरै दुःख हुँदैन, अनि आमा बाबु पनि अलि स्याहारिनुहुन्छ। शेषकान्तको मनमा नै हर्ष भरिएर आए र उसले बिस्तारै पोखायो त्यो रौनक अनुहारतिर।
अलि उज्यालो देखिँदै गयो शेषकान्त बसन्तको फूलबारी जस्तै। दाजुको कुरो दिलचस्पी लागेर जुरुक्क उठेर गमक्क पर्यो। बिस्तारै भाउजूतिर हेर्दै आङ तान्न थाल्यो। अनि उतिरै हेर्दै हठात बोल्यो, चकचक नगर भन्या धेरै, यता आइज। तैँले पनि आधा हाल्दे, म पनि आधा हाल्दिन्छु। उता नमुने पनि थप्ली, अलिकति त। माइलोले ठुल्दाई उपर आशावादी भावमा बोल्यो। यो कुरा सुनेर भाउजू दाजुतिर आँखा तरेर बत्ती र भान्सातिर पसिन्। भाउजूले आनाकानी गरे तापनि पारिवारिक सहयोगमै त्यो सालको माघमै शेषकान्तको विवाह सम्पन्न भयो। 3 दशक उमेर पार गरेर शेषकान्तले माघको जाडो महिनामा साधारण विवाह गर्यो। दिदीकै सहयोगमा हाँस पोसातिरकी साधारण परिवारकी वधुसँग सम्बन्ध गाँसियो। विवाहमा टाढाबाट दाजुहरू पनि आए र गए। परदेशमा भएकी बहिनी चाहिँ आउन पाइन। हाँस पोसातिरकी दिदी आई र घरमा बुहारी भित्राउन पाउँदा औधी खुसी भई। विवाह पश्चात गाउँलेहरू, इष्टमित्र तथा नातागोता सबै चकित भए। घर छोड्ने सोच बनाएको शेषकान्तले एकाएक घर नछोड्ने निर्णय गर्यो। अब त उसले एकैछिन पनि घर छाड्न चाहेन। परदेशमा रहेकी बहिनी आमा बुबाको सुखायापनको कल्पनामा चकित हुँदै खुसी भई। उता दिदी पनि भाइको बदलिएको सोचले कमक्क परी। घरदेखि टाढा भएका अन्य दाजुभाइलाई पनि आमा बुबाको चिन्ताले बारम्बार पिरोली रहनु परेन। घरमा गाईगुई चल्यो। शेषकान्तको विवाह पश्चात सोच बदलिएछ। गाउँमा यो हल्ला सुनेको शेषकान्तले एक बिहानै गहिरेर सोच्यो, खासमा मेरो सोच पहिले चाहिँ बदलिएको थियो कि अहिले? यसमा उसले केही निर्णय लिन सकेन। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो कथा सोच। कथाकार विमल सिटौला। यो सँगै आजको लागि कथा सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। तपाईसँग पनि कथा भए मलाई मेरो कथा 204@gmail.com मा मेल गर्न सक्नुहुनेछ भन्दै भोलिको भिडियोमा अर्को कथाको साथ उपस्थित हुनेछु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।